छोरी छैन ठुकठुक मेरो देश यस्तो देशमा जन्मिन पर्यो छि जसरी आँखा फुटायो जसरी जिब्रो काट्यो त्यसरी नै तडपाई राख्नुपर्छ मेरो पनि बहिनी छ मेरो मम्मी विदेशमा हुनुहुन्छ मेरो मम्मीलाई कति पीडा भइरहेको होला अरे सरकार त ठुलो मान्छे हुन् उसको छोरी बलात्कृत होला तिनीहरूलाई आखिर के पुगेन र 3 वर्षको बच्चालाई तडपाई मार्नुपर्ने तिनीहरूलाई फाँसीको सजाय हैन तिनीहरूलाई पनि त्यसरी तडपाई जीवनभर राख्नुपर्छ तडपाई सास पनि फेर्न तिनीहरूलाई सम्झिन परोस् क्या एकचोटि बाहिर सास आउँदाखेरि सम्झियोस् तिनीहरूले त्यसरी तडपाई राख्नुपर्छ तिनीहरूलाई हामीले त्यत्रो आन्दोलन गरेर बनाएको सरकार हामीले रुँदै हाम्रो साथीहरूको आँसु बगाएर बनाएको सरकार होइन बाले सरकारको छोरी छैन किन सुनेर पनि कानमा तेल हालेर बस्छ सरकारले हामीलाई यस्तो सरकार चाहिँदैन जुन सरकार आए पनि हामीले कहिलेसम्म यसरी तडपी बस्नुपर्ने हामीलाई चिल्लो सडक चाहिँदैन ठुलो बाटो पनि चाहिँदैन हामीलाई एउटा सानो सुरक्षित महसुस गरेर हिँड्ने गल्लीको बाटो भए पनि हुन्छ हामीलाई अरू विकास चाहिँदैन हामीले न्याय पाएर हिँड्न सक्ने बाटो चाहियो हामीलाई अन्त ठुलोले सानो छोटो कपडा लगाएर हिँड्यो अनि बलात्कार भयो त्यो 3 वर्षको बच्चाले पनि छोटो कपडा लगाएर हिँडेको थियो र बलात्कार भयो क्वेसन गर्छु म हामीले त छोटो कपडा लगाएर हिँड्यौँ र आखिर कतिवटा भिक्टिमको नाम याद राख्ने भन्नुहोस् त कतिवटा भिक्टिमको नाम याद राख्ने अहिले गएर बाले सरकारलाई सोध्यो भने पनि याद छैन होला के नाम त्यति धेरै भिक्टिम छ हाम्रो नेपालमा बलात्कार मात्रै भएर बलात्कारीको फेस यसरी क्यामेरामा अगाडि आइपुग्दा पनि सजाय पाउँदैन भने आखिर के भयो देश ठुकठुक मेरो देश यस्तो देशमा जन्मिन पर्यो छि फाँसी नै के फाँसी हुनु पर्यो कि तिनीहरूलाई त्यही बच्चालाई जसरी आँखा फुटायो जसरी जिब्रो काट्यो त्यसरी नै तडपाई राख्नुपर्छ रुँदै हुनुहुन्छ यति बेला भक्कानिँदै रुँदै हुनुहुन्छ तपाईको पिटा पनि मेरो पनि बहिनी छ मेरो मम्मी विदेशमा हुनुहुन्छ मेरो मम्मीलाई कति पीडा भइरहेको होला हामी 2 बहिनी हामी 3 बहिनी छोरी एउटा त मम्मीको साथमा छ विदेशमा हामी 2 बहिनी छोरी नेपालमा छौँ हामी जस्तो आमा विदेशमा हुने आमाहरूलाई के भइरहेको होला विदेशमा आफै सम्झिनुहोस् न भोलि त्यही परिस्थिति हामीमा आइपर्यो भने हाम्रो आमा बाउले कसरी सम्झिन्छन् त्यही सोच्नु पर्दैन बाले सरकार त ठुलो मान्छे हुन् उसको छोरी बलात्कृत होला भोलि यस्तै कतिवटा घटना घट्छ आज पनि यो सजाय रोक्यो भने आज पनि यिनीहरूलाई सजाय यसरी बलात्कारीको अनुहार क्यामेरामा आइसक्दा पनि यिनीहरूलाई सजाय हुँदैन भने आखिर कति दिन भन्नुहोस् त बलात्कारीको अनुहार यसरी आइसक्यो प्रश्न भइसक्यो किन छोड्ने के सजाय दिनु पर्यो कि हामीलाई दिनु पर्यो बच्चालाई सिकाउनु पर्छ त्यस्तो अरूले देख्दा खानेकुरा खानु पनि हुँदैन र टाढा जानु पनि हुँदैन भन्ने होइन तर त्यो बच्चा बुझ्दै नबुझ्ने बच्चालाई चक्लेटको लोभ दिएर देखाएर फकाएर छि कति घिनलाग्दो घटना हो आफै भन्नुहोस् न बाले सरकार सुनेर सबै कुरा थाहा पाएर पनि कानमा तेल हालेर बस्न पाइँदैन तपाईँ आउनुपर्छ स्ट्याटसले मात्रै देश चल्दैन कमेन्ट हामीलाई चाहिँदैन